ल साथी हो अब हाम्रो यो कङ्क्रिटबाट बन्ने चाहिँ हाम्रो गमला जुन चाहिँ बाटोको छेउमा लाउने भनिएको थियो त्यसको लागि चाहिँ हामी बालुवा लोड गर्न थालियो। अब भगाभग मेटेरियल चाहिँ सम्बन्धित ठाउँमा चाहिँ स्टोर गरेर काम सुरु भएको। अब यही उसबाट गरिँदैछ। सबैले साथ सहयोग गरिदिनु होला। हाम्रो कार्यक्रमलाई दाहिने बायाँ नसोचिकन यो हाम्रो आफैको हितको लागि, आफैको सौन्दर्यताको लागि, आफैलाई राम्रो देखाउँ भन्नको लागि सबैले चाहिँ बुझिदिनु होला। स्थानीय सरकारले पनि त्यसरी बुझिदिनु होला। स्थानीय सरकारले पनि हामीलाई साथ दिनुपर्छ र विभिन्न सङ्घ संस्था हाम्रो चाहिँ शुभचिन्तक विद्वान स्थानीय प्रशासन सम्पूर्ण निकायले पनि हाम्रो यो कार्यक्रमलाई सफल बनाइदिनको लागि हृदयबाट नै मद्दत र सहयोग गरिदिनु होला। हाम्रो काम यो सुरु भएको छ। हस्त धन्यवाद।